आज मार्केट गएको पानी परेर बिजोग भयो। हाई गाइज, इट्स मी सुवर्णा छेत्री एन्ड वेलकम टु माई मिनी ब्लग। आजको दिन चाहिँ मेरो स्टार्ट भयो यो ड्रागन फ्रुट आमा बाबालाई काटेर दिनुबाट। अनि त्यहाँदेखिको यहाँ के सामान आएको थिएछ, आमाले लिनु हुँदै थियो, मलाई पनि राखिदिनु भएछ। अनि भाइ इवान हो। अन्त त्यहाँदेखिको हामी मार्केट जाने अचानक प्लान भएर चाहिँ गएको। खासै स्कुटीमा जाने कि अटोमा जाने हामी कन्फ्युज हुँदै थिएँ। तर लास्टमा प्लान भयो अटोमा जे हुन्छ उत्रिनु चढ्नु भनेर स्कुटीमा जाने भनेको। आधी बाटोमै चम्ठाको त्यहाँ नै यति डरलाग्दो पानी परेर रोक्यो। अनि हामी प्लान गऱ्यो कि स्कुटी पेट्रोल पम्पमा राखौँ भनेर। अनि स्कुटी पेट्रोल पम्पमा राखेर चाहिँ हामी दुईजना अटोमा गयो। हेर्न सक्नुहुन्छ तपाईँहरू है, अटोमा हामी जाँदैछु। वेदर चाहिँ यस्तो भइरहेको थियो कि यता पानी परिरहेको थियो, फेरि उता साइड पानी छैन, फेरि एकैछिनमा पानी पनि परिहाल्यो हो। यति डरलाग्दो पानी, यति डरलाग्दो भिड भइरहेको थियो हो। अब खै अन्त सिजन पनि होइन पानी पर्ने, अचानक पानी पर्छ, घरि घाम लाग्छ हो। अनि यहाँ पर्दाको दोकानमा आएर पर्दा पनि लिने गऱ्यो, अलिअलि सामान लिएँ, हिलो त्यस्तै भिड त्यस्तै। तर पनि मार्केट गएपछि त सपिङ गर्नै पऱ्यो है। नेक्स्ट भ्लगमा देखाउँछु के किने भनेर। थ्याङ्क यू फर वाचिङ गाइज।